आज हामी एकदम अगुवा नेताहरूलाई मात्रै बोलाएका छौँ, जिम्मेवार साथीहरूलाई मात्रै बोलाएका छौँ। त्यसो हुँदा हामी अराउन्ड 2000 को मात्रै मान्छे यहाँ उपस्थित हुन्छ र हामीले चाहिँ दुई तीनटा कुराको आजबाट सन्देश दिन खोजेको। एउटा, लोकतन्त्र गम्भीर सङ्कटमा छ, राष्ट्र सङ्कटमा छ, राष्ट्रियता सङ्कटमा छ र हामीले सेलिब्रेटी भनेका मान्छेहरू चाहिँ नि विदेशीका दलालहरू भएका छन् र विदेशीको राजदूतावासमा गएर मन्त्री बन्नु पर्यो भन्ने कहिले चाहिँ जङ्गी अड्डामा गएर हल्ला साब्रो जनवासहरूको अगाडि चाहिँ हामी जेएनजी ग्रुपका लिडर हौँ, प्रधानमन्त्री हामीले बनाउनुपर्छ भन्ने एउटा परिस्थिति सिर्जना भएको छ। यही आन्दोलनका शहीद परिवार रोएका छन्, यही आन्दोलनका घाइते परिवार रोएका छन्, उनीहरूले कुनै भूमिका पाएका छैनन्। सरकारमा जेएनजी पुस्ताको कुनै प्रतिनिधित्व छैन र आन्दोलनको ठुलो बाढी भेला आएपछि अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरूले चाहिँ सहयोगदाहरूलाई पनि बगाइदिएको स्थिति छ। अब दलहरूलाई उहाँहरूले सायद उहाँहरूको आन्दोलन एमुसमा नपरेको भए उहाँहरूले यो सिंहदरबार जलाउनेदेखि लिएर होइन सर्वोच्च अदालत जलेको छ र जसको फाइल जलाउनु पर्छ ती फाइलहरू सबै ध्वस्त भएका छन् होइन। अख्तियार जलाइएको छ र त्यहाँ जसको फाइल जलाउनु पर्छ ती सबै ध्वस्त भएका छन्। यी सबै षड्यन्त्र यहाँ घुसेका कारणले 14,000 कैदीहरू जेल मुक्त भएका कारणले यसका मुख्य योजनाकारका एजेन्टहरू र सहायक एजेन्टहरू सबै एक्सपोज भएका छन्। त्यो कारणले उनीहरू एमुसमा परे र सिङ्गो राष्ट्र शोकमा गयो। नत्र उनीहरू अहिले दलहरूमाथि प्रतिबन्ध लगाउने, संविधान खारेज गर्ने लगायतका असंख्य षड्यन्त्रहरू रचिरहेका थिए र लोकतन्त्र समाप्त गर्न खोज्दै थिए। अब हामीले चाहिँ लोकतन्त्र जोगाउनुपर्छ, हाम्रो चाहिँ संविधान बचाउनुपर्छ र राष्ट्रियता जोगाउनुपर्छ। संसद हिजो विघटन गर्नु हुँदैन भनेर हामीले भन्दा बालनजीहरूका स्टाटसले संसद विघटन भए। आज प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्छ भन्ने जेएनजीको आवाजलाई सम्बोधन गर्ने निकाय रहेन। त्यसको हुनाले यो जेएनजीहरूलाई इमोसनमा ल्याएर धेरै गम्भीर गल्तीहरू छदम भेषीहरूले गरेका छन्। त्यसको एउटा मुख्य बाटो बालन हो भनेर भन्न त अब कुनै अप्ठ्यारो रहेन। अब बालनको पछि लागेर उही स्यालले चाहिँ साँडेको के झराएर खाउन कुद्छ भने जस्तो रवि लामेछाने, दुर्गा परसाई होइन प्रचण्डहरू त्यसका पछि लागेका थिए। अब बालनजीले चाहिँ आन्दोलन यदि ठुलो भेलदेखि अब सबैलाई धकेलिदिएपछि अब पार्टी खोलेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति मै हुन पाउँछु भनेर यी सबैलाई एकचोटि धकेलिदिए भन्ने मलाई लाग्छ। त्यही भएर हर्क साम्बाङदेखि लिएर निकलसनदेखि लिएर जेएनजीका चाहिँ खास ओरिजिनल जेएनजीहरू त्यो चाहिँ के ढुङ्गाना एउटा भाइ मिराज ढुङ्गाना लगायतका भाइ बहिनीहरूका आवाजहरू एकदम स्पष्ट ढङ्गले आएकै छ होइन। बरबरा फाउन्डेसनदेखि लिएर विभिन्न खालका मान्छेहरू सङ्लग्न आएकै छ। मेगा सिसी पुरस्कारका हिस्ट्री पनि आएका छन्। त्यो भएर यी धेरै कुरा हामीले एक्सपोज गर्न परेको छैन, जनताले एक्सपोज गरेका छन्। र हिजो उहाँहरूलाई योजनाबद्ध सोसियल मिडिया मार्फत जे गतिविधि गरेर चाहिँ अहिले उहाँहरूको विरुद्ध पनि त्यो केन्द्रित भएको छ र अहिले पनि एउटा चाहिँ नि प्रोग्राम गर्ने सन्दर्भमा चाहिँ नि साफसुटर फसाउँछु, ड्रोनबाट बम फसाल्छु, के गर्छु, बनालाई हान्छु, मार्छु भन्ने खालका अपराधिक गतिविधिहरू उहाँहरूको चाहिँ विभिन्न खालका सोसियल मिडियाका नेटवर्कहरूमा जुन ओपनली छलफल हुने र खास नेताहरूका खास मान्छेहरूका चाहिँ नि लोकेसन ट्रेस गरेर जुन खालको गर्ने अपराधिक गतिविधि गरिरहेका छन्। अब यो अहिले सङ्क्रमणकालीन अवस्थामा त अब राज्य शान्तै होला। अब मैले सुनेको त गिरिमन्त्रीज्यूले के आदेश दिनुभएको छ अरे भने नेताको घर जसलाई चाहिँ कुनै कारवाही नगर्नु, पुलिस चौकी र सरकारी कार्यालय मात्रै जसलाई चाहिँ नि मात्रै सम्बोधन गर्नु भन्नुभएको छ अरे होइन। अब जेएनजी र युवाहरूको नाममा काहीँ कतै कुनै झडप हुने स्थिति भयो भने पुलिस पुग्दर्शकहरू अब यस्ता कुरा गरेर यो अस्थायी हाम्रो गृहमन्त्रीज्यूले 2 दिन नानी भएदेखि कुवाको पानी खाइने भन्ने एउटा उखान छ। अब 2 दिन नानी भएर कुवाको पानी खाने स्थिति भयो भने यो देशको स्थायी शक्ति नेकपा एमाले लगायत र हामी यो देशको माटोमा यो देशको धुलोमा सशक्त ढङ्गले राजनीति गरेर आएका मान्छे हौँ र अहिलेका भएका मन्त्रीहरूभन्दा कुनै हैसियतमा हामी कमजोर छैन र यी साथीहरू भर मन्त्री हुँदैछन्। हामी त 10 वर्ष अगाडि नै मन्त्री भएको एउटा चाहिँ एमालेको कनिष्ठ सदस्य म बोल्दैछु। त्यसो भएको हुनाले धेरै फुर्ती गर्नु पर्दैन। भिडी इत्यादिको एउटा कविता छ, एक झर बर्के पानीले एउटा सानो कहानीले मानव राज्य पाए जस्तो विष भाङ खाए जस्तो किन बन्छस् मद होस् जाबोत कता खरे होस्। त्यही भएर खरेहरूले बारेमा धेरै भन्नु छैन। हामी यो कार्यक्रम मार्फत चाहिँ पूर्व प्रधानमन्त्रीको चाहिँ औपचारिक धारणा चाहिँ आज एक्सपोज गर्छौँ। अब अन्य